नमस्ते। धेरै साथीहरूले मलाई देश विदेशबाट र यहाँबाट पनि सोधिराख्नु भएको छ कि तपाईको घर भैलो कस्तो भइरहेछ, यहाँको चुनाव के छ, तपाई जित्नुहुन्छ कि जित्नुहुन्न वा अरूको के छ स्थिति भनेर धेरै साथीहरूले सोधिराख्नु भएको हुन्छ, भनिराख्नु भएको हुन्छ। विभिन्न हिसाबले प्रचार सामग्रीहरू बनाएर पठाइराख्नु भएको हुन्छ। अनि त्यो सँगै मेरो जितको लागि विभिन्न व्यक्तिहरूलाई, विभिन्न नातागोता, सम्बन्ध, आफन्त, साथीभाइलाई तपाईहरुले भनिदिराख्नु भएको छ र धेरैतिरका धेरै साथीहरूले म प्रति सद्भाव व्यक्त गर्नुभएको छ। खास गरी विदेशमा बसेर पनि मेरो जितको लागि लागिराख्नु भएका सबै साथीहरूप्रति धन्यवाद व्यक्त गर्दै म भन्न चाहन्छु कि अहिले राम्रो भइरहेछ, ठिकै चलिरहेको छ र तपाईहरु सबैको सद्भाव, तपाईहरु सबैको म प्रतिको सहानुभूति जे छ त्यसको लागि धन्यवाद व्यक्त गर्दै तपाईहरुको नाता गोता, आफन्त, छर छिमेक, साथीभाइ सबैलाई भनिदिनु होला र सबैसँग कुराकानी गरिदिनु होला। कतिपय ठाउँमा म पुग्छु, भेट्छु, कुराकानी गर्छु र जहाँ त्यो सम्भव हुँदैन त्यसमा तपाईहरुले पनि भेट्ने भन्ने गरिदिनु होला। म जनताको घर घरमा, दैलो दैलोमा, आँगन आँगनमा पुगेर आफ्नो कुरा राखिरहेको छु र उहाँहरुको पनि सुझाव म लिइरहेको छु। त्यो हिसाबमा हेर्दा म यी भूगोलको, यहाँको हावापानी सबै कुरा बुझेको, यहाँको मतदाता भएको हिसाबले म प्रति आम मतदाताको एउटा सकारात्मक धारणा बन्दैछ र आम युवाहरू, आम भूमिहीन, सुकुम्बासी, किसान, मजदुरहरूको एक प्रकारको सहानुभूति मैले प्राप्त गरिरहेको छु। अझ यसो भनौं, मैले आम मतदाताहरूको मन जितेको छु। मत जित्ने ठाउँमा पुर्याउनको लागि अझै पनि म सम्पूर्ण हिसाबले इमानदारीपूर्वक लागिरहेको छु र सबै मतदाताहरूको घर घरमा पुगेर अपिल गरिरहेको छु। र धेरै साथीहरूले भन्नुहुन्छ तपाईले अन्तिममा छोड्नु होला कि तपाईले कुनै हिसाबमा मेरो हल्ला चलिरहेको छ, चलाइराखिएको छ, कहिले एउटा उम्मेदवारलाई छोड्ने कि छोड्छ कि, कहिले अर्को उम्मेदवारलाई छोड्ने कि छोड्छ कि, वा माथि मिल्छ कि के हुन्छ कि भनेर अहिले पनि अनेकौं प्रकारका दुविधाहरू वा भ्रमहरू छरिराखिएको छ। म धेरै साथीहरूले मलाई भन्छन् के छ स्थिति, तपाई कसरी लड्नु भएको छ भनेर भन्नुहुन्छ। मैले भनेको छु म दृढतापूर्वक लडेको छु, यहाँको स्थानीय एजेन्डा र मुद्दालाई उठाएर लडेको छु र म तपाईहरु सबैलाई भन्न चाहन्छु म कोहीसँग कुनै पनि मूल्यमा कसैलाई छोड्ने होइन, बरु अरूले मलाई छोड्नुपर्छ र यत्रो हेभी वेट भनेर भनिराख्ने प्रकारको छ। को हेभी वेट हो होइन भन्ने कुराको तौल जनताले गर्ने हो। अहिले कसैले म यति बलियो छु, यति वेटवाला हुँ वा अरू होइन भनेर भन्नुपर्ने जरुरी छैन र विभिन्न मिडिया र सामाजिक सञ्जालहरूलाई एक ढंगबाट परिचालन गरेर जुन जुन हल्ला खल्ला मचाइएको छ त्यो यथार्थ जनताको तहसम्म छैन र तमाम चुनौतीहरूका बावजुद पनि म जनताको साथमा, जनताको विश्वास लिएर सबै प्रकारका, सबै खाले शक्तिहरूका, सबै खाले अतिहरूका विरुद्धमा मैदानमा खडा छु, खडा हुनेछु र जनताको एउटा असल प्रतिनिधिको रूपमा म दृढतापूर्वक उभिनेछु। मलाई एउटा कुराको जरुरी छ, त्यो तपाईहरुको साथ हो, तपाईहरुको सद्भाव हो र मैले आम जनतालाई भनेको छु तपाईले मलाई व्यक्त गर्ने मत वा यसपटक चुनाव चिन्ह तारामा मलाई दिने मत अतिवादी शक्तिहरूको पराजय मात्रै होइन, यो देशको राजनीतिक स्थायित्वको कुरा मात्रै होइन, द्वन्द्वको अन्त्य र शान्तिको स्थापना मात्रै होइन। यसपटक पहिलोपल्ट आजसम्म जति पनि मत व्यक्त गर्ने मतदाताहरूको सही मत यसपटक हामीले व्यक्त गर्यौं। यही गाउँको, यही ठाउँको, यही भूगोलको मान्छेलाई व्यक्त गर्यौं र हामी सही थियौं भनेर पहिलोपल्ट मतदाताहरूले आफूलाई सही प्रमाणित गरेको र हामीले दिएको मत खेर गएन, सही भयो भन्ने बनाउने मेरो वाचा र अठोट छ। मैले सबै मतदाताहरूसँग यो भनेको छु र तपाई सबै साथीहरूको सद्भाव, सपोर्टको लागि पनि म अपिल गर्न चाहन्छु। अरु धेरैले धेरै ठूलो खर्च गरेर मिडिया, सामाजिक सञ्जाल खरिद गरेर कोकोहलो मचाएका छन्। मैले तपाईहरुको सद्भाव र मायापूर्वक म यो चुनावी मैदानमा निरन्तर खटेको छु, क्रियाशील छु र तपाईहरु सबैले मलाई यो चुनावी मैदानमा जनताको बीचमा पुग्ने गरी मेरो आवाजहरूलाई, मेरो एजेन्डा र मुद्दाहरूलाई पुर्याइदिनु भएको छ। सद्भाव राख्ने सबै साथीहरुप्रति धन्यवाद।
र यही सहयोगको फेरि पनि अपेक्षा गर्छु। त्यतिखेरसम्म जतिखेरसम्म जनताको जित हुँदैन। धन्यवाद।